सरोज मल्ल। अनि मैले के जाने भने म काठमाडौँ थिएँ त्यतिखेर यो माओवादी जनयुद्धमा थिरिबम मल्ललाई माओवादीहरूले आक्रमण गरेर हत्या गरे। हजुरको श्रीमान माधव बम मल्ललाई होइन। र अनि म काठमाडौँ बागलुङहरूसित म दाह संस्कारमा चाहिँ म पशुपति आएर घाटमा गएँ र मैले त्यो बेलामा 59मा र मैले उहाँलाई फुल अर्पण गरेँ र मलाई कहिले उहाँ गएर त्यो दरबारमा भेटुला यस्तो चाहिँ सबै ठाउँमा यसो सबै प्रजाहरूलाई खुसी राखेको भन्ने भएको थियो। भनेपछि हजुरको श्रीमान हुनुहुँदो त्यो अगालमा माओवादीले एकदम नराम्रोसँग मारेको हो। त्यो कुरा म भन्न चाहन्छु। हजुरको नाम एकपल्ट अझै स्पष्ट पार्नु न। सरोज बम थिरिबम मल्लको छोरा हुनुहुन्थ्यो उहाँ। भाइ लक्ष्मण बम मल्लको छोरा। भरत बम मल्ल राजाको 4 भाइ छोरा। 4 भाइमा जेठो मेरो ससुर थिरिबम मल्ल। हजुर माइलो लक्ष्मण बम मल्ल मेरो ससुर। हजुर थिरिबम मल्ल शहीद 7 सालमा। कमल बम मल्ल साइलो असल बम मल्ल कान्छ। ए ल मैले मेरो पत्रकार साथीलाई के भन्न चाहन्छु भने म चरौदीमा दिदीको घरमा आउँदाखेरि हाम्रो दिदीकी सासूले रानीको फाटमा रोपाइ गरेपछि रानीहरू पनि हिलोकोतमा आउनुहुन्थ्यो भनेर उहाँले चाहिँ कति चाहिँ रमणीय तरिकाले त्यो कहानी बताउनुहुन्थ्यो। र म त्यतिखेर सानो 10 वर्ष 11 वर्षमा दिदीकोमा आउँथेँ। अहिले दिदीहरू कोही बस्दैनन् त्यहाँ। र आज यो रात दरबारमा आएर तपाईँहरूलाई भेट्न पाउँदा धेरै खुसी लाग्यो। अब देशको परिस्थिति तपाईँहरूलाई थाहा छ, तर पनि हामीले धेरै सम्मान गर्छौँ होइन, धेरै सम्मान गर्छौँ। आज तपाईँहरूसित भेट हुन पाइयो र कुनै बेला फेरि पनि हामी भएर आउँछौँ है। ल धन्यवाद छ। हुन्छ धन्यवाद।